तपाईको अभिन्न मित्र जीवी राई पक्राउ नगरेर बिदा हुने भयो। एकछिन पक्राउ गरिदिनुस्, अझै समय छ। म तपाईको धैर्यकाको अझै आशा राख्छु। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नुभयो। कसरी खुल्ने फाइल? 24 घण्टामा समीकरण मिलेन, के उहाँहरूको ठुल्ठुला नेताहरूको शर्त मिलेन। शर्त नमिल्या हुनाले सरकार ढल्यो भने भइगयो त। हामीले फाइल खोल्दै एउटा फाइल गरेर एकजना मान्छे जेल हालेको छैन। अनि कहाँ फाइल छ? न निर्मलाको हत्यारा पत्ता लाग्छ, न जीवी राई पक्राउ परेको छ, न सहकारी ठगेका दोषीहरू जेल गएका छन्। यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। सत्य बोल्नुहोस्, के जान्छ? काम गर्न सकेनौँ, हामीले हाम्रो पक्राउ गर्न सकेनौँ, समय भएन, फेरि पक्राउ गरौँला भने मेरो लिस्टमा पनि लास्टमा र सरकारको पनि लास्टमा भनेको प्रतीक थापा पक्राउ र बेचन झा पक्राउ परेछ। यो बेचन झा के ब्रान्डिङ गरेको हौ? पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी भन्दा ठुलो मान्छे हुन्। यो संविधान सभा, यो संसदको सदस्य हो टोपबहादुर रायमाझीजी, मान्यजी। उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने, जब बेचेनेको बेचन गर्दा सरकार ढल्ने हुन्छ? गलत राष्ट्र निर्माण नगरौँ न। अब त मलाई ठग प्रमाणित गर्न तपाईँलाई कुनै आपत पनि पर्दैन होला। गर्नुहोस् ठग प्रमाणित। यो देशमा कोही न कोही जेल त जानै पर्छ। भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भन्ने तिनले भनेर मलाई जेलमा हाल्नेछन्। त्यस कारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु। पूर्व उपराष्ट्रपतिका परिवारका सदस्यहरूको भिडियो आएको छ सुन तस्करमा। तर त्यो त सिआइबीले होइन भन्यो अनि यही हो सुशासन। तर झुटो नबोलिदिनुहोस्, संसदको रोस्टम झुटका लागि प्रयोग नगरिदिनुहोस्। हो, ठुल्ठुला नेताहरू मिले, यिनीहरूको कुर्सीको लडाइँ मिलेन, त्यही भएर सरकार ढल्यो भनौँ। फाइल खोलेर सरकार ढल्यो भन्ने कुरा झुटो कुरा नगरिदिनुहोस्। हुन त हामी गृहमन्त्रीजीसँग बोल्न सक्दैनौँ, उहाँले गिरिजमै नाम लेखाएको सबभन्दा बढी। हामी सक्दैनौँ। उहाँको बोलीको म उच्च सम्मान गर्छु। उहाँहरूको बोली सुनेपछि त देश त विकास भइसकेछ, देश त कायापलट भइसकेछ भन्ने मलाई लाग्यो है। ध्यानमा रहोस् है प्रधानमन्त्रीज्यू, यो देशमा आज पनि 8 लाख युवाले 1 वर्षमा देश छोड्दैछन्। अनि कसरी विकास ले पनि भन्छु, आशा र भरोसा गरौँ, तर यो व्यवस्था भित्र सुधार गर्न आवश्यक छ।